सम्पूर्णमा नमस्कार। 213औं भानु जयन्तीको अवसरमा भानुभक्तप्रति श्रद्धासुमन व्यक्त गर्दै मेरो आजको कविताको शीर्षक रहेको छ सम्बोधन। खैकुन्नी म तिमीलाई के भनौँ, खैकुन्नी म तिमीलाई के भनी सम्बोधन गरौँ, दाई भाइ दिदी बहिनी के नाता जोडी भनौँ, फुलेका कपाल नियालुकी स्फूर्ति उमङ्ग हेरौँ, जवानीको रसरङ्ग हेरी कि उमेर सोधी बोलौँ, तिमी तपाईँ हजुर कुन शब्दले सम्बोधन गरौँ, तिमी तपाईँ हजुर कुन शब्दले सम्बोधन गरौँ, अनुहारका धर्काहरू गनौँ कि मान सम्मान जोखौँ, पद पैसा शिक्षा प्रतिष्ठा के आधारमा पुकारौँ, सर वा मिस म्याडम कुन साइनो रोजौँ, जातले चिनौँ कि धर्मले, बोलीले कि कर्मले, देशले चिनौँ कि भेषले वा मनभित्रको मर्मले, समयले फेरिएका रूपहरू छेडछेडमै बदलिन्छन्, समयले फेरिएका रूपहरू छेडछेडमै बदलिन्छन्, नाम पद र परिचयहरू जीवनसँगै हराइदिन्छन्, यदि तिम्रो मनमा अथाह मायाको गङ्गा छ भने, यदि तिम्रो व्यवहारमा मानवीय सुभाष छ भने, त्यसै काफी छ चिनारी, त्यसै काफी छ चिनारी, केही जान्नु पर्दैन अरू, मान्छे भएर बाँच्नेलाई चाहिँदैन कुनै नामहरू, बाहिरका सबै परिचयहरू समयसँगै फेरिँदै गए, बाहिरका सबै परिचयहरू समयसँगै फेरिँदै गए, मनभित्रका दिव्य गुणहरू भने झन् उज्यालिँदै रहे, तिमीलाई एउटै सम्बोधन दिन चाहन्छु सधैँ, तिमीलाई एउटै सम्बोधन दिन चाहन्छु सधैँ, असल मान्छे त्योभन्दा ठुलो सम्बोधन छैन कतै, असल मान्छे त्योभन्दा ठुलो सम्बोधन छैन कतै। धन्यवाद।